सो फाइनल गाइज वेलकम टु द न्यू ब्लग्स अफ फ्रेन्ड कुमार छ र गाइज अहिले राति भइरहेको छ र आज जेठ 3 गते हो 2083 को महिना र हामीलाई थाहा छ कि यो 2083बाट मतलब हाम्रो नेपालमा 2 दिन बिदा हुन्छ शनिबार र आइतबार र मेरो पोइन्ट अफ भ्यूले यो एकदमै यो हरेकको लागि एकदमै राम्रो हुन्छ किनभने जब तपाईँ लगातार 2 दिन छुट्टी पाउनुहुन्छ भने तपाईँ आराम पनि गर्न सक्नुहुन्छ कहीँ कतै घुमफिर पनि गर्न सक्नुहुन्छ विद्यार्थीहरूले होमवर्क बनाउन टाइम पनि पाएको हुन्छ टिचरले सोमबारबाट कुन च्याप्टर पढाउने त्यो सम्बन्धी पनि प्रिपेयर गर्न सक्छ मिन्स हरेकको लागि 2 दिन लगातार छुट्टी एकदमै राम्रो छ र आज आइतबार छ र भोलि छ सोमबार र भोलि म क्लास 6-7 मा एउटा नयाँ च्याप्टर स्टार्ट गर्न जाँदैछु र यो जुन वैशाख महिना थियो यसमा म्याक्सिमम च्याप्टर पढाउन सकिएन किनभने वैशाख हाम्रो 14 गतेबाट स्कुल सुरु भयो एन्ड देन सुरु सेसनमा के हुन्छ कि विद्यार्थीहरू पनि एकदमै कम आउँछ त्यो हिसाबले पनि टिचरले स्टार्ट गरेको हुँदैन एकदम स्लो पेसमा गइरहेको हुन्छ कि म्याक्सिमम विद्यार्थीहरू आउँछ सबैले त्यो च्याप्टर एकैचोटि कभर अप गरोस् भनेर र टिचर पनि एकदमै स्लो पेसमा जान्छ अब जेठ आइसक्यो र असारको अन्तिम दिनतिर असारको अन्तिम दिनतिर इक्जाम हुन्छ अनि टिचर्सहरूले एउटा ट्रेनिङ पनि दिएको हुन्छ जसरी म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु जसरी सपोज म्याथमा 20वटा च्याप्टर छ अनि टोटल टर्म्स हुन्छ 4 टर्म 20 डिभाइडेड बाई 4 गर्नुहुन्छ भने एउटा टर्ममा एउटा टिचरले 5वटा च्याप्टर पढाउनुपर्छ यानि तपाईँ म्याक्सिमम लिनु 6वटासम्म 5 देखि 6वटा मिनिमममा 4वटा त पढाउनु नै पर्छ त्यसरी हुन्छ टिचर्सहरूले प्लानिङ गरेको हुन्छ र त्यो प्लानिङ अनुसार यदि टिचरले पढाउँदै जान्छ भने 4th टर्ममा 3rd टर्ममा उनीहरूलाई सजिलो हुन्छ रिभिजन पनि गराउन टाइम चाहियो सो त्यही कुराहरूको पेसमा टिचरलाई आफ्नो सिलेबस आफ्नो कन्टेन्ट प्रिपेयर गरेर जानुपर्छ डेलिभर गर्नुपर्ने हुन्छ र टाइममा कोर्स सकाउनु पर्ने हुन्छ र भोलिको लागि मैले के सोचेको छु भने भोलि मैले फर्स्ट च्याप्टर पढाइहालेँ र तिनीहरूको जुन कपी चेकिङहरू हुन्छ त्यो म्याथको भइहाल्यो ब्ल्याक बोर्ड टेस्टबाट व्हाइट बोर्ड टेस्टबाट भइहाल्यो र कपी चेकहरू पनि भइहाल्यो अब जति विद्यार्थीले बनाएको छैन उनीहरूको कपी चेक अब भइरहेको हुन्छ र भोलि म अप्सनल भन्ने च्याप्टरमा अप्सनल भन्ने किताबको म्याट्रिक्स भन्ने च्याप्टर भोलि म स्टार्ट गर्छु क्लास 6 मा पनि एन्ड क्लास 7 मा पनि र म्याथको पनि फर्स्ट च्याप्टर सकिहालेको छ अब सेकेन्ड च्याप्टरतिर स्टार्ट गर्नुपर्ने हुन्छ र यसरी भोलिबाट म क्लास 6-7 मा यसरी सेकेन्ड च्याप्टर स्टार्ट गर्छु सो राति पनि एकदमै भइसकेको छ र अब म सुत्न जान्छु भोलि बिहान पनि उठ्नु छ र टाइममा उठ्नु टाइममा सुत्नु दिस इज वाट अर्ली टु बेड अर्ली टु राइज मेक्स म्यान हेल्दी वेल्दी एन्ड वाइज भनेर एउटा कहावत छ हामी बच्चेदेखि सुन्दै आइरहेको छौँ सो यो हेबिटलाई हामी सबैले फलो गर्नुपर्छ सो टिल देन बाइ बाइ सी यू इन द नेक्स्ट ब्लग